शुभ अन्नप्राशन माहिर डेकोरेसन डे 1। सुरुमा त मैले ह्यापी बर्थडे लेखे जसरी झुन्डाउने गरी 4x6 को ग्लसी फोटो पेपरमा अन्नप्राशन माहिर लेखेका नेपाली अक्षरहरू प्रिन्ट गरेँ। तर मेरो बुढीको इच्छा भने अर्कै रहेछ। उनले चाहिँ एउटा अक्षर काट्न भनेपछि त्यही अनुसार अक्षर काट्न मैले सुरु गरेँ। नेपालबाट सामान मगाउँदै हुनुहुन्छ भने यो पनि नेपालमा टक्क पाइँदो रहेछ सपोर्ट मूल्यमा। यहाँ चाहिँ एकदम दुःख भइरहेको छ है। हामीले त्यही पनि ट्राई गरिरहेका छौँ। फेरि दुःख त के भन्ने, टाइम चाहिँ एकदम धेरै लाग्दो रहेछ। टाइम म्यानेज गर्न गाह्रो होइन। बच्चाहरू दिउँसोमा हुँदा यस्ता काम गर्न पाइन्छ भन्ने त नसोचे नै हुन्छ। बुढीलाई पनि हेल्प गर्ने एकदम इच्छा लागेको थियो, तर उनले फ्याट्ट केही कुरा बिगारिन् भनेदेखि फेरि काम बढ्छ भनेर मैले उनलाई यहाँ बसेर मलाई सिकाऊ मात्र भने। उनी पनि खुरुक्क मानेर मलाई यस्तो गर्नुहोस् बुढा भनेर काम गराउन थालिन्। मैले एउटा नेपाली अक्षरहरू काटेको यहाँ देख्न सकिन्छ। र यी अक्षरहरू काट्न अलिकति गाह्रै हुँदो रहेछ। तपाईँले चाहिँ केही समय 1-1.5 घन्टा चाहिँ छुटाउनु पर्ने हुन्छ। अनि एक घन्टा घम्साघम्सीपछि चाहिँ फाइनल्ली हामीले सबै अक्षरहरू काटेर भ्याइयो। तर यो स र माको बिचमा भएको पेपरलाई काट्न कि ब्लेड अथवा केही अरू कुराहरू चाहिन सक्छ। सिजरले अलि अप्ठ्यारो हुन्छ। त्यसमा चाहिँ मैले चाहिँ पन्चिङ मेसिनले बिचमा पन्च गरेर अलिअलि कैँची पाल परिसकेपछि कैँचीले मिलाए। यसरी सबै अक्षरहरू काटेर भ्याइयो।